दैनिक कुरा गर्नु अब उनीहरूका लागि कुनै विशेष घटना रहेन। यो त एउटा यस्तो बानी भइसकेको थियो जसको सुरुवात कहिले भयो, कसरी भयो र कहिले त्यसले उनीहरूको दिनचर्याको एउटा अनिवार्य हिस्सा बन्न पुग्यो, सायद दुवैलाई ठिकसँग थाहा थिएन। बिहान उठ्दा एकअर्काको सम्झना आउनु, दिनको कुनै क्षणमा सानो कुरा भए पनि साट्नु, कुनै विषयमा बहस गर्नु, हाँस्नु, जिस्किनु, कहिलेकाहीँ रिसाउनु र फेरि त्यही रिसलाई हाँसोमा बदल्नु, यी सबै अब उनीहरूको दैनिकीको सामान्य लय बनेका थिए। तर जीवनको सबैभन्दा अनौठो कुरा यही हो, हामीलाई सामान्य लागिरहेको कुनै दिनभित्र नै कहिलेकाहीँ भविष्यको असामान्य कथा लुकेको हुन्छ। त्यो कथा कहाँ पुग्छ, समयले कुन मोडमा ल्याएर उभ्याउँछ, कुन सम्बन्धलाई कुन नाम दिन बाध्य बनाउँछ, न सीतालाई थाहा थियो न हरिलाई। उनीहरू केवल बोलिरहेका थिए, तर कहिलेकाहीँ शब्दहरू केवल शब्द हुँदैनन्, तिनले मानिसको मनमा एउटा सानो ढोका खोलिदिन्छन् र त्यो ढोका खोलेपछि भित्र के छ भन्ने कुरा मानिसले आफैसँग पनि लुकाउन सक्दैन। त्यस्तै एउटा दिन थियो, सधैँ कुराकानी चलिरहेको थियो, विषय विशेष थिएन। तर हरिले अचानक सीतालाई सोध्यो, सीता, तिमीलाई एउटा कुरा थाहा छ के? हरिले केही क्षण रोकिएर भन्यो, भाग्यमा लेखेको कुरा भागेर पनि आउँछ अरे, अनि यदि भाग्यमै छैन भने भाग्यमा आएको कुरा पनि भागेर जान्छ अरे। हो, वाक्यमा सामान्य थियो, तर त्यसको अर्थ सामान्य थिएन। सीताले त्यो कुरा सुनेर तत्काल कुनै उत्तर दिएनन्। उनको मनको कुनामा भने एउटा अनौठो डर जन्मिएको थियो, कतै बोल्दा बोल्दै प्रेम पो हुने हो कि। उनले मनमनै सोचिन्, तर सीता मनभन्दा बढी मस्तिष्कले सोच्ने मानिस थिइन्। उनी आफ्नो मनलाई मस्तिष्कको अनुशासनमा राख्न जान्थिन्। भगवानले कुनै निर्णय गर्नुअघि तर्कले त्यसलाई रोक्थिन्। मनले केही भन्न खोजे पनि मस्तिष्कले प्रसन्न गर्थ्यो। किन? उनलाई लाग्थ्यो आफूले आफ्नो मनलाई नियन्त्रण गर्न सकिन्छ, तर मानिसले आफ्नो मनलाई जति नियन्त्रण गर्छ भने मन त्यति नै चुपचाप आफ्नो बाटो बनाउँदै जान्छ। कहिलेकाहीँ मस्तिष्क भन्दा मन धेरै हाबी हुँदो रहेछ र त्यही कारण सीता आफूभित्र सोच्न बाध्य भइन्। समय बित्दै गयो। एक दिन हरि अलि फरक देखियो। उसले कपाल पालेको थियो, दारी पनि लामै थियो। सीताले त्यो देखिन् र केही क्षण उसलाई हेरेर हाँसिन्। खासमा तिमीले किन कपाल पालेको हरि? हरिले मनले सोच्ने मानिस थियो। ऊ आफ्ना मनका कुरालाई प्राथमिकता दिन्थ्यो। उसले सहजै भन्यो, मैले एउटा मन्नत मागेको छु। कस्तो मन्नत? जबसम्म त्यो मन्नत पुरा हुँदैन तबसम्म आफ्नो यो कपाल काट्दिन। सीता हाँसिन्। त्यस्तो मन्नत रहेछ जसले कपाल पाल्नै बाध्य बनायो। हरि मुसुक्क मुस्कुरायो। तिमी उस्तै एउटी युवती छिन् जो कपाल पाल्नुको कारण बनेकी छिन्। सीताले फेरि सोधिन्, कुन युवती? हरिले केही क्षण चुप लागे चाहिँ गर्यो। त्यसपछि मुसुक्क मुस्कुराउँदै भन्यो, ती युवती छिन् कोही मेरै आसपास, सायद मसँगै बोलिरहेकी छिन्, तर सायद उनलाई थाहा छैन होला। सीता अझै हाँसिरहेकी थिइन्। हरिले त्यसपछि बिस्तारै भन्यो, त्यो युवती तिमी नै हौ नि? सीताको हाँसो केही क्षणका लागि रोकिएझै भयो। हरि भने अगाडि बोलिरह्यो, सायद जब म तिमीलाई पाउँछु तब मात्रै यो कपाल काट्छु भन्ने मन्नत मागेको छु। सीता फेरि हाँसिन्। उनले कुरा गम्भीर रूपमा लिनन्। तिमीले त मलाई पाइसकेको छौ नि, फेरि किन मेरा लागि? उनका शब्दहरू मजाक जस्ता थिए, तर हरिका शब्दहरू मजाक थिएनन्। उसको मुस्कानले मात्र ती गम्भीर कुराहरूलाई मजाकको आवरण दिएको थियो। कहिलेकाहीँ मानिस सत्य बोल्न हाँस्छ अरे, किनभने सत्यलाई गम्भीर अनुहारमा भन्न साहस हुँदैन। हरि त्यही गरिरहेको थियो। उसले मनको कुरा मुखले भनिरहेको थियो र मुस्कानले त्यसलाई मजाक बनाइरहेको थियो। सायद ऊ डराइरहेको थियो सीताले उसका शब्दलाई सत्य मानेर उसको मनभित्र प्रवेश नगरून्। त्यसपछि कुराकानी फेरि अर्को प्रसङ्गमा पुग्यो। हरिले भने, तिमीलाई थाहा छ नि, हामी +2 पढ्दा फिजिक्समा लेटेस्ट कन्सिडर भनेर डेरिभेसन सुरु गर्थ्यौँ। सीताले हाँस्दै उसको कुरा सुनिन्। पहिला कन्सिडर गर्थ्यौँ अनि मात्र प्रुभ गर्थ्यौँ नि, हरिले भन्यो। त्यसै गरी हामी पनि लेटेस्ट कन्सिडर गरौँ न। के तिमी मेरो भाग्यमा होला कि नहोला? सीताले केही भन्नु अघि नै हरिले मुस्कुरायो। पहिला कन्सिडर गरौँ अनि पछि प्रुफ खोजौँला, सीताले फेरि हाँसिन्। उनको हाँसोमा सहजता थियो, तर हरिका लागि त्यो प्रश्न साधारण थिएन। सीतालाई एउटा कुरा भने पहिल्यै थाहा थियो, हरि प्रश्नको सिधा उत्तर दिने मान्छे थिएन। उनी जस्तोसुकै प्रश्न सोद्धा पनि सीता प्राय सहजै उत्तर दिन्थिन्, तर हरि ऊ प्रश्नलाई घुमाउँथ्यो। कहिलेकाहीँ हाँसेर टाढिदिन्थ्यो, कहिलेकाहीँ यस्तो उत्तर दिन्थ्यो कि उत्तर पाएको हो कि नपाएको हो छुट्याउनै गाह्रो हुन्थ्यो।
सकेसम्म त उत्तर नै दिँदैन थियो। उत्तर दिनै पर्यो भने घुमाएर दिन्थ्यो। जसरी कुनै नदीले आफ्नो बाटो सिधा नली घुम्तीहरू पार गर्छ, हरिका उत्तरहरू पनि त्यस्तै थिए। सीतालाई यही कुराले कहिलेकाहीँ झर्को लाग्थ्यो। त्यो दिन पनि यस्तै भयो। सीतालाई रिस उठ्यो। विशेष गरी तिमी मेरो भाग्यमा होला कि नहोला भन्ने प्रश्नमा सीताले भनिन्, प्रश्न पहिले मैले तिमीलाई गरेको हो नि। हरिले फेरि भन्यो, तिमीले प्रश्न जस्ताको त्यस्तै लेख्यौ भने म अहिले नै उत्तर दिन्छु। सीताले प्रश्न जस्ताको त्यस्तै लेख्यो। तिमीलाई के लाग्छ त म तिम्रो भाग्यमा होला कि नहोला? हरि पनि कहाँ कम थियो र। उसले भन्यो, नथिङ इज इम्पोसिबल। अनि अलिकति हाँसेर थप्यो, इम्पोसिबल भनेकै इम्पोसिबल हो नि। सीताले केही नभनी सुनिरह्यो। हरि फेरि बोल्यो, तिमी मेरो भाग्यमा होला कि नहोला भन्ने कुरा म भन्दा पनि तिमीमा भर पर्छ नि, होइन र? ऊ केही चाहिँ रोकियो। भाग्यमा आउनुपर्ने मान्छे त तिमी हौ नि, अनि यसको उत्तर मैले दिनुभन्दा तिमीबाट आउनु राम्रो होइन र? यो पटक सीता बेर मौन भइन्। हरिले फेरि भन्यो, लेट अस कन्सिडर। साँच्चीकै तिमी मेरो भाग्यमा छौ कि छैनौ? सीताले यसपटक निकै सरल उत्तर दियो, लेट अस कन्सिडर। भाग्यमै नभएको भए त कसरी भेट हुन्थ्यो होला? हरिले त्यो उत्तर पढेर एउटा मिठो खुसी भएको इमोजी रियाक्ट गर्यो। उसले सोचेको थियो सायद सीताले यो कुरालाई गम्भीर रूपमा लिने छैन, तर उसको प्रतिक्रिया सामान्य इमोजी थिएन। उसले यो कुरा सिरियसली नै भनेको थियो। सीताले बुझिन् कि बुझेनन् त्यो उनको कुरा भयो। त्यसपछि सीताले आफूले लेखेको एउटा कविता पठाइन्। कविताभित्र आफ्ना भावनाहरू एउटा झ्याल खुलेकी थिइन्। उनले लेखेकी थिइन्, बेला बेला मनका सबै भावनाहरू खोल्न मन लाग्छ, मक्ख परेर सबै कुरा भनिदिन मन लाग्छ, तर आफू मनभन्दा बढी मस्तिष्कको कुरा सुन्ने भएकाले फेरि त्यही ठाउँमा पूर्णविराम लाग्छ। आफू मनभन्दा बढी मस्तिष्कको कुरा सुन्ने भएकाले फेरि त्यही ठाउँमा पूर्णविराम लाग्छ। कविता पठाइसकेपछि उनले भनिन्, सायद मैले बढी भन्नु नै पर्दैन। तिमीले यो कविता पढ्यौ भने आफू नै बुझिसकेको होला हौ। त्यो वाक्य हरिको मनमा कति गहिरो गरी अडियो। सायद कविता केवल कविता थिएन, सायद त्यो प्रश्नको उत्तर थियो, सायद त्यो उत्तर पनि थिएन, सायद त्यो मन र मस्तिष्क बीचको एउटा युद्धको बयान थियो। सीताले फेरि भनिन्, म यसरी सिधा सिधा प्रश्नको उत्तर दिन्छु, तिमी भने त्यसलाई जे घुमाउँछौ। हरि हाँस्यो। सीता अझै बोलिन्, चिन्तित मुद्रामा पनि डाइरेक्ट आन्सर दिन मन लाग्छ मलाई तिमीलाई। अरू इन्भल्भ भएको भए पो मेकअप गर्नु। हरिले भन्यो फेरि, तिमी धेरै मस्तिष्कको कुरा सुन्छौ नि। सीता चुप भइन्। तिमीमा मनभन्दा मस्तिष्क हाबी छ। म मनबाट उत्तर दिन्छु, तिमी मस्तिष्कबाट सोध्छौ, अनि तिमी रचना प्रेमी, अनि मैले उत्तर पनि त्यसै गरी जे घुमाएर उत्तर दिन्छु। उनको यो भनाइमा एउटा पुरानो डायलग पनि जोडियो। मैले तिमीलाई सधैँ भन्ने गर्छु नि, भन्दा अहङ्कार बुझ्नु भनेर। यथार्थमा उसको अर्थ थियो सबै कुरा बुझ्नुपर्छ भनेर, तर शब्दले कहिलेकाहीँ मानिसले भन्न खोजेको अर्थ बोक्दैन नि। सीता रिसाइन्। यसो भन्यो भने त म अब आजदेखि कहिले क्वेसन सोध्दिनँ नि तिमीलाई। यो वाक्य सुन्ने बित्तिकै हरेको मनमा अनौठो डर पैदा भयो। ऊ उनलाई गुमाउन चाहँदैन थियो, कम्तीमा संवादको त्यो संसार त पक्कै गुमाउन चाहँदैन थियो। उसले तुरुन्तै भन्यो, हुन्छ सोध, म हरेक प्रश्नको उत्तर दिन्छु आज। सायद हरि पनि डराएको थियो होला, मनको कुरा सुन्यो भने कहाँ पुगिन्छ भनेर। त्यसैले ऊ आफ्नो मस्तिष्कलाई फेरि अगाडि ल्याउन बाध्य भयो। सीताले बिस्तारै भनिन्, खै यार, मस्तिष्कको कुरा सुन्न केले बाध्य बनाएको छ मलाई नै थाहा छैन। उनको आवाजमा यसपटक ठट्टाभन्दा बढी अन्यल थियो। मनमा के छ पनि क्लियर छैन। केही क्षणपछि उनले थपिन्, त्यस्तो नि लाग्न त केही लाग्दैन, बट अरू साथीहरूले भन्दा भन्दै अरूले जिस्काएर होला कि भन्ने मात्र भएको हो। न त म बच्चैदेखि मेरा साथीहरूले मलाई यसरी जिस्काएका थिए, पहिलोपटक यसरी जिस्काएको भएर होला लाग्छ। अरे उनको प्रत्येक उत्तरमा हाँस्दै मुस्कुराइरहेको थियो, तर त्यो मुस्कानभित्र कति कुरा लुकेको थियो सीतालाई थाहा थिएन। सीताले केही समय अघि साथीहरूलाई उनलाई जिस्काएको कुरा पनि सुनाएकी थिइन्। हरिले तिमीलाई मन पराउँछ है भन्थे अरे साथीहरूले। साथीहरू हरिको नाम लिएर उनलाई जिस्काउँथे। त्यो कुराले सीताको मनमा केही असर परेको हुनसक्छ। हरि र सीता बीच कुराकानी सुरु भएको पनि धेरै लामो समय भएको थिएन, सायद 6-7 महिना मात्र। तर 6-7 महिना पनि कहिलेकाहीँ वर्षौँ जस्तो हुँदो रहेछ। समयको लम्बाइको सम्बन्धको गहिराई
निर्धारण गर्दैन रहेछ। कहिलेकाहीँ केही महिना मानिसले त्यति धेरै कुरा बाँड्छ जति वर्षौसम्म परिचित भएर पनि बाँड्न सक्दैन। सीताले भनिन्। हामी दुई बीच कुराकानी भयो। फेरि उनी आफू जस्तै बोलिन्। हुन त त्यस्तो मलाई केही पनि लाग्दैन, तर केही क्षणपछि तर पनि कता कता अलिअलि हो कि जस्तो पनि लाग्छ। उनले तुरुन्तै त्यसलाई तर्कले ढाकिन्। हुन त सायद सधैँ बोलिरहेको भएर पनि होला। फेरि अर्को विचार आयो। मलाई लाग्छ त्यस्तो नहोला, फ्रेन्ड मात्र हुनुपर्छ जस्तो पनि लाग्छ। त्यसपछि फेरि मस्तिष्कले अगाडि आयो र भन्छ, मैले त यस्तो केही कुरामा पनि पर्दैन भनेकै छु। उनले सम्बन्धलाई परिभाषित गर्न खोजिन्। तिमी र म भनेको एउटा जुनियर जस्तो हो। कन्भर्सेसन गर्दै बोल्दैमा हामी साथीसम्म पुग्यौँ, तर उनले त्यही एउटा सीमा रोकिन्। तर यो साथीहरूको सम्बन्धभन्दा माथि जानु हुँदैन। हरिले सुन्ने मात्र गर्यो। सीता भने आफ्नै मनलाई बुझाउने प्रयासमा थियो। तर फेरि त्यो नै उनको मनको सबैभन्दा ठुलो प्रमाण थियो। मस्तिष्कको कुरा भन्दा मनको कुरा गर्छु कहिलेकाहीँ। उनलाई लाग्थ्यो सायद मैले नै मनको कुरा नबुझेको हो कि। त्यस्तो केही हो भने मान्छे राम्रो छ। हरि समग्रमा राम्रो थियो। ओभरअल सबै कुरा राम्रो छ। त्यसपछि उनको मनमा अर्को प्रश्न उठ्यो। देन किन नै? म किन रङ भनिरहेको छु? तर फेरि मस्तिष्क हाबी भयो। मनले उठाएको प्रश्नलाई मस्तिष्कले फेरि थिचिदियो। हरि भने अर्कै किसिमको मान्छे थियो। सीताले केही नभन्दा पनि उसको मुड परिवर्तन भएको उसले महसुस गरिहाल्थ्यो। कहिलेकाहीँ सीताको दिन खराब हुन्थ्यो, उनी केही नभन्थिन्। तर हरिले अचानक सोध्थ्यो, आज तिमीलाई के भयो? सीता अचम्म मान्थिन्। हरिलाई कसरी थाहा भयो? उसलाई पनि थाहा थिएन। सायद केही कुरा आँखाले देखिँदैनन्, तर हृदयले महसुस गर्छ। सीताको आवाज अलि फरक भयो भने, संवादमा कुनै सानो परिवर्तन आयो भने, उनको उत्तरमा सामान्यभन्दा केही कम उज्यालो भयो भने हरिको मनले त्यो टिपिहाल्थ्यो। अझ अनौठो कुरा त के थियो भने उसलाई सोधेको कुरा प्राय मिल्थ्यो। सीताको मनमा जुन कुरा हुन्थ्यो हरिले लगभग त्यही कुरामा प्रश्न गर्थ्यो। त्यसपछि हरि आफै सोचमग्न हुन्थ्यो, मलाई किन थाहा हुन्छ? तर सीताले भने उसलाई यस्ता कुरा सिधै सोध्थ्यो, के भयो? किन यस्तो? के सोच्दैछौ? सीता डाइरेक्ट थिइन्, हरि डाइरेक्ट थिएन। उसले प्रश्न सोध्दा पनि घुमाएर सोध्थ्यो। सायद ऊ मन पढ्न चाहन्थ्यो, तर आफ्नै मन भने देखाउन चाहँदैनथ्यो। त्यो रात कुराकानी लम्बिँदै गयो। सीताले प्रश्न सोधिरहन् र आज हरिले एउटा बाचा गरेको थियो, तिमी क्वेसन सोध, म सबै क्वेसनको उत्तर दिनेछु। त्यसैले आज ऊ बाध्य थियो, तर उसको उत्तर दिने तरिका भने उस्तै थियो, हाँस्दै मुस्कुराउँदै अनि ठट्टाको शैलीमा। त्यसैले उसका गम्भीर उत्तरहरू पनि मजाक जस्तो सुनिन्थे। तर ती उत्तरहरू मजाक थिएनन्, अन्तर हृदयबाट आएका थिए, अन्तर मनबाट आएका थिए। साँच्चीकै भन्नुपर्दा हरिले सीतालाई अन्तर हृदयबाट प्रेम गर्थ्यो होला, तर उसलाई आफैलाई थाहा थिएन त्यो प्रेम थियो कि माया, आकर्षण थियो कि गहिरो मित्रता, कि कुनै यस्तो भावना थियो जसलाई नाम दिन खोज्दा नामभन्दा पहिले नै त्यो भावना ठुलो भइसकेको थियो। सायद सीता नै त्यो व्यक्ति थिइन् जसको बारेमा हरि यति धेरै सोच्थ्यो, जोसँग उसलाई आफ्नो मनका कुराहरू बाँड्न चाहन्थ्यो। उसलाई आफ्नो जीवनका साना साना घटनाहरू पनि सुनाउन मन लाग्थ्यो, जसको हाँसो हेर्न मन लाग्थ्यो, जसको खुसी देख्दा आफू खुसी हुन सक्थ्यो। र त्यो रात उसले मनका लगभग सबै कुरा भन्न खोजिरहेको थियो। हरिले एउटा उत्तरको पिडिएफ नै तयार पारेको थियो। त्यो पिडिएफमा सामान्य उत्तर थिएन, त्यसमा उसका शब्दहरू थिए, उसका घुमाइहरू थिए, उसका डरहरू थिए, उसका अस्वीकारहरू थिए, र सबैभन्दा गहिराइमा उसको प्रेम थियो। उसले सीतालाई पठायो, म तिमीलाई राम्रो मान्छु, यति मात्रै लेखेर। तर यो वाक्य लेख्दा उसको मनले भने अर्कै वाक्य बोलिरहेको थियो, म तिमीलाई प्रेम गर्छु भनेर। तर उसले त्यो लेख्न सकेन। किन? सायद प्रेम स्वीकार गर्नुभन्दा प्रेम महसुस गर्न सजिलो हुँदो रहेछ। सायद प्रेमलाई नाम दिएपछि त्यसको जिम्मेवारी पनि आउँदो रहेछ। सायद म तिमीलाई राम्रो मान्छु भन्ने वाक्यभित्र आफूले लुकाउन खोजेको म तिमीलाई प्रेम गर्छु सुरक्षित थियो। हरि आफै पनि अन्यलमा थियो। प्रेम गर्छु, माया गर्छु कि केवल राम्रो मान्छु, उसलाई पनि थाहा थिएन। तर सायद प्रेमको परिभाषा यही हुनुपर्छ, कसैको हरेक गुण मनपर्नु, उसका बानीहरू मनपर्नु, उसको बोल्ने तरिका मनपर्नु, उसको हिँड्ने तरिका मनपर्नु, उसले लगाउने लुगा मनपर्नु, उसको मुस्कान मनपर्नु, उसका आँखाहरू मनपर्नु, अनि उसका ती दन्तहरू मनपर्नु, उसका ती कपालहरू मनपर्नु, अझ अरूलाई सामान्य लाग्ने, अरूले नदेखेको कुराहरू पनि आफूलाई सुन्दर लाग्नु, कसैको खुसीलाई आफ्नो खुसीभन्दा माथि राख्न मन लाग्नु,
उसलाई चोट नपरोस् भन्ने लाग्नु, उसलाई हर्ट गर्न नचाहनु, उसले हाँसेको हेर्न चाहनु, सायद प्रेम यही हुनुपर्छ। हरि सीताको खुसी चाहन्थ्यो, उसको अनुहारमा मुस्कान चाहन्थ्यो, उसको जीवनमा आफूले कुनै पीडा नठपियोस् भन्ने चाहन्थ्यो, उसको मनमा जे छ, उसको खुसीमा जे छ त्यो नै होस् भन्ने चाहन्थ्यो। त्यसैले उसले एउटा उदाहरण आफैसँग राख्थ्यो। भगवान श्रीकृष्णले राधालाई प्रेम गरेका थिए, तर विवाह रुक्मणीसँग भएको थियो। तर संसारले अझै पनि उनीहरूलाई राधा कृष्ण भन्छ, रुक्मणी कृष्ण भनेर प्रेमको प्रतीक बनाउँदैन। हरिलाई लाग्थ्यो प्रेम सधैँ प्राप्ति होइन, कहिलेकाहीँ प्रेम भनेको कसैलाई आफ्नो बनाउनु भन्दा उसलाई मनभित्र सधैँ राखिरहनु हो। त्यसैले ऊ सीतालाई मनभन्दा सदाभर प्रेम गरिरहन चाहन्थ्यो। उनको मनमा जे थियो त्यो स्वीकार गर्न चाहन्थ्यो, उनको खुसी जहाँ थियो त्यही उसको खुसी राख्न चाहन्थ्यो। तर उसले आफ्ना उत्तरहरू मस्तिष्कबाट दिइरहेको थियो, उसले मनलाई नियन्त्रण गरेको थियो, किनभने उसलाई थाहा थियो सीताको खुसी महत्त्वपूर्ण छ। उसलाई सीतालाई स्पष्ट पार्न खोज्यो, तिमीले धेरै टेन्सन लिनु पर्दैन। सायद त्यो वाक्यले उसले आफ्नो भावनाहरू पनि सुरक्षित गर्न खोजेको थियो र सीताको मनको पनि। तर सीताले फेरि सोधिन्, तिमीले केही प्रश्न गर्नु छ भने आज गर्दा हुन्छ। हरिले भन्यो, गरम, म हरेक प्रश्नको उत्तर दिन्छु। आज हरि फरक थियो, जसले आजसम्म शिक्षकलाई समेत प्रश्न गरेको थिएन। ऊ पहिलोपटक एउटा युवतीले प्रश्न गर्दै थियो, त्यो युवती जसलाई ऊ अथाह राम्रो मान्थ्यो, सायद प्रेम गर्थ्यो। सायद त्यो राम्रो मान्नु नै प्रेम पनि थियो होला। उसले सीतालाई सोध्यो, तिम्रो मनले भन्दा मस्तिष्कले किन सोध्छौ? सीता केही बेर चुप रहे। हरि फेरि सोच्यो। सीतालाई जीवनमा नहोस् भन्ने डरले नै उनका उत्तरहरू मस्तिष्कबाट आइरहेका थिए। तर हरिलाई ती उत्तरहरू चित्त बुझिरहेका थिएनन्। सीता भन्थिन्, हामी सुने जिनेर हौँ। हरिलाई यो कुरा सामान्य थिएन। उसले सोचेको थियो कुनै मान्छे जीवनमा आउँदा उसको अर्थ जुनियर वा सिनियर भन्ने छुट्याउने ठाउँ कहाँ हुन्छ। भौगोलिक दूरीले मानिसलाई कहाँ छुट्याउन सक्छ र? तराईको मान्छे पहाडमा जान सक्छ, पहाडको मान्छे तराईमा आउन सक्छ। ठाउँले मनको दूरीलाई निर्धारण गर्दैन। तर सीता भने तर्क खोजिरहेकी थिइन्। उनले भनिन्, नहुने सपना देख्दै नदेखौँ, फेरि टाइम पास गर्नु नै भएन। हरिले कहिले उनलाई टाइम पासका लागि हेरेकै थिएन। उसका लागि सीता समय बिताउने माध्यम थिएनन्, उनी समयलाई अर्थ दिने मान्छे भनेकी थिइन्। सीता आफै कहिलेकाहीँ भन्थिन्, म भन्दा अरू नै ठिक हुन्छन् तिम्रो लागि। तर हरिको मनले त्यस्तो स्वीकार गर्न चाहँदैन थियो। त्यहाँ एउटा प्रकारको प्रेम थियो, सायद सीताले त्यो बुझिँदैन होला, सायद उनी आफैले पनि बुझ्न सकेकी थिएनन्। रात अझै गहिरिँदै थियो, कुराकानी रोकिएन, प्रश्नहरू आए, उत्तरहरू आए, कहिले हाँसो आयो, कहिले मौनता आयो, कहिले एउटा वाक्यले अर्को 10 प्रश्न जन्मायो, कहिले उत्तरले प्रश्नलाई झन् गहिरो बनायो। यसरी कुराकानी हुँदै जाँदा रात बिहानीतिर झुक्न थालेको थियो। तर उनीहरूको प्रश्नको उत्तर भने अझै कतै पुगेर अड्किएको थियो। सीताको खुसीका लागि हरिले आफ्नो मनभन्दा मस्तिष्कलाई हाबी बनायो। उसले त्यही भन्यो जसले उनलाई सहज बनाउँथ्यो, त्यही भन्यो जसले सम्बन्धलाई सुरक्षित राख्थ्यो, त्यही भन्यो जसले सीतालाई डराउनु नपरोस् भन्ने चाहन्थ्यो। तर हरिलाई एउटा कुरा थाहा थियो, मनमा भएका कुराहरू त्यति सजिलै कहाँ भुलिन्छन् र? उसलाई लाग्थ्यो सीताको मनमा पनि कता कता मेबी हुन सक्छ। सायद उनी आफैले त्यसलाई स्वीकार गरेकी छैनन्, सायद उनले त्यसलाई मनमा नाम दिनु डराइरहेकी छिन्। सायद उनको मस्तिष्कले बारम्बार भनिरहेको छ होइन, तर मनको कुनै कुनामा एउटा सानो आवाज भने अझै मानिरहेको छैन, भनिरहेको छ मेबी हुन सक्छ। र यही मेबी हरिका लागि पर्याप्त थियो। न कुनै प्रतिज्ञा, न कुनै निश्चितता, न कुनै स्वीकारोक्ति, केवल एउटा सम्भावना। उसले मनमा नै एउटा उदाहरण सम्झ्यो। पानीमा चिनी हालिन्छ, चिनी पानीमा घुल्छ, आँखाले हेर्दा चिनी हराउँछ, तर चिनी हराएको हुँदैन। उसको अस्तित्व पानीमा मिसिएको हुन्छ। पानीमा चिनी घुलिसकेपछि चिनी देखिँदैन, तर पानीको स्वाद बदलिन्छ। हरिलाई लाग्यो, मैले मुखले छैन भने पनि मनभित्र भएको प्रेम कहाँ हराउँछ र? बाहिरबाट नेगित देखिएला, शब्दमा नआउला, सम्बन्धको नाम नबन्ला, तर मनभित्र भएको त्यो स्वाद सधैँ रहिरहनेछ, त्यो प्रेम सधैँ रहिरहनेछ। जसरी पानीमा चिनीको मिठास हराउँदैन, त्यसरी नै मनमा बसेको मान्छेको अनुभूति केवल एउटा छैन भन्ने शब्दले हराउन सक्दैन। हरिले आफूलाई सम्झायो, मैले उसलाई छैन भने भन्दैमा मेरो मनमा भएको कुरा कहाँ मर्छ र? सायद सीताको मनमा भएको त्यो सानो मेबी पनि त्यत्तिकै सजिलै मर्ने थिएन। बाहिर नदेखिएको पनि, मस्तिष्कले अस्वीकार गरे पनि, मनले एकपटक कसैलाई आफ्नो संसारको कुनै कुनामा राखिसकेपछि त्यो मान्छेलाई
त्यहाँबाट निकाल्न धेरै कठिन हुँदो रहेछ। रात सकियो, बिहानै झुल्किसकेको थियो। झ्याल बाहिरको अँध्यारो बिस्तारै फिका हुँदै गएको थियो। तर उनीहरूको कुराकानीले बनाएको संसार अझै उज्यालो र अँध्यारोको स्पष्ट सीमामा थिएन। सीताको मन अझै प्रसन्नमै थियो, हरिले मन अझै उत्तरमै थियो। तर दुवैको प्रसन्न र उत्तर एकै ठाउँमा पुगिरहेको थियो, मन र मस्तिष्कको बिचमा। सीता आफ्नो मस्तिष्कले मनलाई सम्झाइरहेकी थिइन्, हरि आफ्नो मनलाई मस्तिष्कले नियन्त्रण गरिरहेको थियो। तर दुवैलाई थाहा थिएन, मानिसले जतिसुकै मस्तिष्कको कुरा सुने पनि मनले एकपटक कसैलाई छानेपछि त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न सजिलो हुँदैन। त्यो रातको संवाद त्यहाँ सकिएला जस्तो थिएन। तर वास्तवमा त्यो संवाद सकिएको थिएन। त्यो त एउटा नयाँ अध्यायको सुरुवात थियो। एकअर्कालाई सोधिएका प्रश्नभन्दा ठुलो प्रश्न अझै बाँकी थियो। यदि भाग्यमै नभएको भए उनीहरू भेट किन? यदि भेटिनु केवल संयोग थियो भने किन उनीहरूको मनले त्यो संयोगलाई यदि गहिरो अर्थ दिन थाल्यो? उत्तर दुवैसँग थिएन, न सीतासँग न हरिसँग। सायद समयसँग मात्र थियो। र समयले कहिले आफ्नो उत्तर तुरुन्त दिँदैन। ऊ केवल मानिसलाई अगाडि बढाउँछ, कहिले नजिक ल्याउँछ, कहिले टाढा लैजान्छ, कहिले एउटै बाटोमा हिँडाउँछ, र कहिलेकाहीँ दुईजनालाई एउटै मोडमा उभ्याएर केवल यति सोध्छ, अब तिमीहरूको मनले के भन्छ? तर त्यस बिहानसम्म सीता र हरि दुवैको मनमा एउटै समस्या थियो। उनीहरू दुवैसँग मन थियो, तर दुवैले मस्तिष्कको कुरा सुन्न सकेका थिएनन्। र सायद यही कारणले उनीहरूको कथा यति सुन्दर, यति अन्यलपूर्ण र यति पीडादायी बन्न थालेको थियो। किनभने प्रेमको सबैभन्दा कठिन क्षण त्यो होइन जब दुई मानिस एकअर्कालाई प्रेम गर्दैनन्। सबैभन्दा कठिन क्षण त त्यो हो जब दुई मानिसको मनमा प्रेमको सम्भावना जन्मिसकेको हुन्छ, तर उनीहरूको मस्तिष्क अझै त्यसलाई स्वीकार गर्न तयार हुँदैन। र त्यो रातपछि सीता र हरिको बिचमा एउटा शब्द अदृश्य रूपमा जन्मिसकेको थियो। त्यो सायद र स्वीकारोक्ति थियो न अस्वीकार। त्यो केवल दुई मनको बिचकोमा राखिएको एउटा सानो दीप थियो। हावाले निभाउन सक्थ्यो, समयले निभाउन सक्थ्यो, मस्तिष्कले निभाउन सक्थ्यो। र यदि भाग्यले साथ दियो भने सायद ती सानो दीप एक दिन प्रेमको उज्यालो बन्न सक्थ्यो। अथवा सायद त्यो केवल एउटा मिठो भ्रम भएर उनीहरूको जीवनको कुनै कुनामा सधैँ बलिरहने थियो। कसैलाई थाहा थिएन, सीतालाई पनि होइन, हरिलाई पनि हुँदै होइन। तर त्यो बिहान रातभरको कुराकानी पछि दुवैको मनमा एउटा कुरा भने पहिलेभन्दा अलिक स्पष्ट थियो। कहिलेकाहीँ मानिसलाई प्रेमलाई अस्वीकार गर्नु अघि नै प्रेम गरिसकेका हुँदो रहेछन्। र सायद उनीहरूको कथा त्यहीबाट सुरु हुँदै थियो, जहाँ शब्दहरू समाप्त भएका थिए, जहाँ प्रश्नहरू थाकेका थिए, जहाँ उत्तरहरूले पनि आफूलाई लुकाएका थिए, र जहाँ केवल दुई मन बाँकी थिए। एउटा मन जसलाई मस्तिष्कले लोकिरहेको थियो, अर्को मन जसलाई मस्तिष्कले बोल्न दिइरहेको थिएन। तर दुवैको गहिराइमा एउटै अनुभूति बिस्तारै घुलिरहेको थियो, पानीमा घुलिसकेको चिनी झैँ। देखिँदैन तर स्वादमा रहिरहन्छ सधैँभरि। देखिँदैन तर स्वादमा रहिरहन्छ सधैँभरि।